केयरगिभरको जागिर लिए न्यानो स्पर्श बाँड्दै अजनबी देशमा आफ्नोपन खोज्दै पाउँथे पैसा राम्रै बचतले घर सजाए साथीभाइलाई सहयोग परिवारलाई सम्भाए केही समय बाँच्छ प्रविधि सिके सोच फराकिलो बनाए स्वतन्त्रताको अर्थ रमाइलोको मूल्य बुझ्न थाले मित्रता बनाइयो अनगिन्ती कथाहरू जोडिए फेसबुक र फोनले मुटुहरू जोडिए तर ती भित्ताहरूले पनि धेरै चिच्याए सालौं साल एउटै कोठामा मौनतामा जीवन बगाए दशैंमा टीका राख्ने निधार हरायो तिहारको दीपमा सम्झनाको छाया छायो सन्ध्या बत्तीहरू बल्दा मध्यारो कुना रोए काग तिहारका दिन काग झैं एक्लो भए कति साना ठुला अवसर गुमे बुबाको मुस्कान आमाको चुलोको बास्ना खोइ श्रीमतीको मायालु हात साथीको कागको हाँसो सबै सपना जस्तै टाढा आकाशमा झुन्डिएको जस्तो मानसिक स्वास्थ्य कहाँ हरायो म मुस्कुराइरहे तर भित्रको म चिच्याइरहे फेरि अर्को चोट सिरेनले चिच्यायो रातको अँध्यारोमा बन्द कोठा भित्र हतारिँदै बचेको ज्यान लिएर बसे बाहिर बमको आवाज भित्र मनको कम्पन फोनको स्क्रिनमा परिवार ठिक छु भन्दै झुटो मुस्कान देखाए जीवन यस्तो भइदिन्छ र जहाँ पैसा हातमा हुन्छ तर साथ कोही हुँदैन जहाँ गुनासो सुनाउने कान हुँदैन र आफ्ना कुरा चटपटे जस्तै निल्नु पर्ने हुन्छ कहिले काहीँ लाग्छ कमाएर जितेको जस्तो लाग्छ तर हराएको लिस्ट हेर्दा मन थचक्क बस्छ माया समय आत्मा रमाइलो